यो गाडी यस्तो गर्नु पर्यो, क्लच हेर्नु पर्यो, न्युट्रल गियर हेर्नु पर्यो भन्न। क्लच थिचेर मात्रै गियर चलाउने हैन क्लच र इसा गर न्युट्रलमा इसा गर। न्युट्रल छ हैन, न्युट्रल छ। अब क्लच छोडेर गर्दा नि स्टार्ट हुन्छ। क्लच छोडेर गर्दा नि स्टार्ट हुन्छ। क्लच दबाउनु पर्यो, क्लच दबाउनु पर्यो। हैन हैन एकमा हाल्नु पर्यो। हैन एक नम्बर गियर यसरी हालिहाल्नु हो। यो हालिसकेपछि अब सिट बेल्ट बान्नु पर्छ पहिला। सिट बेल्ट बान्थ्यो। मेन कुरै बिर्सिरहेको रहेछ नि। न्युट्रल हालिदिनु भएर अहिले खुट्टा दुख्छ। कम्फर्टेबल छ सिट बेल्ट अड्किन्छ, अड्केपछि फेरि अब छोड पछाडि तान अनि तान। अब गियर हाल्नु हामी न्युट्रल गरिदिएको छौँ तपाईँ। क्लच थिच्नु भएको छ? क्लच थिचिरहेको छ। एकमा गएन त तीनमा गएछ। एकमा छ। ठिक छ, एकमा छ। अब छ नि बिस्तारै क्लच छोड। ए हल्का थिच्ने एक्सिलेटर, सी उठाउने बिस्तारै अनि हिँड्न थाल्छ। बिस्तारै सी उठाउने। एक्स क्लच छोड बिस्तारै। क्लच माथि उठाउने। ए बिस्तारै छोड न यतालाई। ब्रेक हान ब्रेक। ह्यान्ड ब्रेक तान। तान्न सक्दैन। क्लच टुप्पोले थिच। तन गाह्रो हुन्छ जस्तो लाग्यो। क्लच हैन गियरमै स्टार्ट गर्दा नि हुन्छ तर क्लच थिच्नु पर्यो। क्लच थिचेर क्लच क्लच ब्रेक थिचिराख। एक्सिलेटर त उठाउनु बेलामा त यो हैन न्युट्रलमा छ हैन। न्युट्रलमा छ। गियर हाल्ने। माथि मजाले भएन एक गियर। बिस्तारै एक्सिलेटर नथिच पहिला, बिस्तारै क्लचमा छोड त हल्का। खुट्टा हल्का आउँदा हल्का आउँदा। ब्रेक छोड। क्लच अझै उठाउने हल्का उठ हल्का आउँदा हल्का आउँदा। अझै उठाउने। हजुर हजुर गाडी हल्लिँदैन नि हो। नजिक नजिक एक्सिलेटर नजिक धेरै नजिक। आफ्नो ए भनेको लेफ्ट साइड हो है। आफू पनि भित्र जानु भित्र। ब्रेक छोड्ने हल्का। ब्रेक छोड। ब्रेक छोड्ने। ब्रेक नजिक न। एक्सिलेटरमा खुट्टा लिनु न। सिधा आयो नि त, सिधा आयो। हल्का बेस नजिक। क्लच पुरै छोड दे। क्लच छोड्दिन। ए आफ्नो खुट्टा माथि राखिराख। खुट्टा मात्रै राखिराख, भित्तामा नच्याप। यता आफ्नो च्याप। बाइकलाई जानु दे। बाइक हेर्नुपर्छ। बाइकको 4 पाङ्ने हो, के अरे बाइक 2 पाङ्ने हो, 4 पाङ्ने हो। फरक यति अरू सबै सिस्टमहरू एकै हो क्या। थिच थिच आइसकेपछि न बिस्तारै बिस्तारै जानको लागि यता काट्नु पाए हुन्छ नि। त्यसको अपोजिट बिस्तारै धेरै नजिक हल्का। हल्का मात्रै काट हल्का। त्यो राइटतिर जाने हो, सिग्नल बाल्ने तल गर्ने त्यसलाई। तल 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 बिस्तारै यस्तो गर्नु, बिस्तारै जानु। यताबाट केही आइरहेको हुन्छ कि यताबाट केही आइरहेको हुन्छ कि हेर्ने। बिस्तारै आफ्नो साइड जानु। बिस्तारै 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 हल्का थिच्ने हो कि बिस्तारै। हर्न बजा त्यहाँ मान्छे हिँडिरहेको छ। अब हामी लेफ्टतिर जानु हो है। होइन लेफ्ट मास्तिर लेफ्टतिर सेलेक्ट गर्नु। बिस्तारै गर्ने हो, बिस्तारै यसरी काट्दै आउनु पर्यो। पुरै नकाट पुरै नकाट। यसरी काट्नु हो। बिस्तारै अब उल्टाइहाल्छु। सिधा भयो, अगाडिको भाग सिधा भयो, उल्टाइहाल्छु। बिस्तारै मजाले जानु। आफ्नो साइड चेक गर्नु। अब सिधा पार्नु। सिधा
टेकेकै थाहा छैन क्या मलाई यतिकै गइरहेको छ एक्सिलेटर साउन्ड पनि आइरहेको छ यतिकै चलाउनु अहिले त्यसमा ह्यान्डल कभर भयो हल्का थियो खुट्टा मात्रै राख्ने ब्रेक हान्नु पर्दैन सर लाग्न अगाडि यसले हान्नु पर्दैन स्विङ ब्रेकको खुट्टा अलिक कतिको कुद्छ त्यही अनुसार हल्का हल्का थिच्ने भयो ब्रेकलाई स्पिड कुद्यो भने हल्का हल्का थिच्ने नत्र ठिक छ यतिको ठिक छ नि त्यो साइडले हल्का स्मुथ थिच्ने सर्रै पनि नथिच्ने वात्त नगर बिस्तारै स्मुथ थिच्ने सिधा गर न स्ट्रिङ हो सिधा गर स्ट्रिङ सिधा त अनि हो अब सिधा गर भने जस्तै तपाईँले सिधा गर सिधा सिधा तपाईँले हल्का यता काट्नु भएको छ नि त्यसको अपोजिट गरिहाल्ने जति काट्यो जस्तै यता काट्नु भएको छ नि यता आयो हो अनि सिधा गरिहाल्ने अब यता यता आयो नि हल्का यसरी काट्ने लाइनमा आयो सिधा गर्ने लाइनमा लिएर आउनु परिहाल्यो होला लाइनमा कुदाउने हो क्या ल्याउने तल जाने तल इन्डिकेटर गर माथि माथि ब्रेक झाप्नु नाच्छ सर अब यता काट्दै आउनु यता काट्नु आफ्नो लाग्दै ब्रेक हल्का त्यो समात्दै गाडी नघुमा न यता उता सिधा गरेर हाल्ने छ टर्निङमा त हल्का घुमा हल्का पनि हुन्छ अब हल्का घुमा सिधा गरिहाल्नु यता यता गर्नु हुँदैन हो त्यता घुमाए चाहिँ सिधा मात्रै गर क्या गाडी यतापट्टि नकाट हो सिधा गरेर गइहाल्छ त
त्यस्तो नगर त्यो ह्यान्डल सिधा गरिदिएर यतापट्टि नगा हो यता काट्ने हो अब सिधा गरे सेतो लाइन छ नि सिधा अपोजिट दिशाबाट अर्काको लाइन हो क्या उताबाट आउने गाडीको लाइन हो जानु भएन सेतो लाइन यता पहिला यता जानु भएन सिधा लाउनु काट्न काट सिधा भएर हाँसहरू आयो पहिला के गर्ने क्लच फुल थिच्ने अनि ब्रेक क्लच साफ झ्यापा हान्ने न ए झापा हान्ने न होइन ब्रेक झ्यापा हान्ने बिस्तारै क्लचमा त झ्याप क्लच फुल थिच्ने ब्रेक बिस्तारै दबाउने अब जा छोए कि लाग्ने रहेछ कि कडा छ यसको ब्रेक अनि अब त्यो हाँसको रहेछ उतैबाट ब्याक यतैबाट त्यताबाट बाटो छैन फेरि यतैबाट फर्काउनु पर्छ उयोबाट यस्तो राइट होइन बाटो छैन ए वान वे होला उहाँहरू होइन यस्तो गर्नु तिमीलाई छोडिदिनु एक्सिलेटर ब्याक गरेर ब्यागर ब्यागर उल्टो काट उल्टो होइन होइन ब्रेक 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 एक्सिलेटरमा राख्न त्यही होइन अनि ब्रेकमै खुट्टा राख्नु न अहिले ब्रेकमा स्टियरिङ काट्नु काटेपछि पुरै काट्नु भयो पहिला हल्का क्लच छोड हल्का छ हल्का मात्रै ब्रेक नछोडिकन हल्का मात्रै हल्का त्यसरी नछोड हल्का छ गाडी हल्लिन्छ नि हल्ले नि यत्तिकै अड्काउने क्या हल्का छोड्छ छोड्छ हजुर हल्का हल्का अब हल्लिन थाल्यो हो हल्का हल्का हल्लेन हल्का हजुर हो यस्तो भयो नि यत्तिकै अड्काउने यसलाई हो यतिकै अड्कने अब ब्रेक छोड्ने ब्रेक छोड्छ ब्रेक छोड ब्रेक छोड्ने अब नि अगाडि एक्सिलेटर थिच अब एक्सिलेटर हल्का थिच्ने हल्का हल्का चढ्ने हल्का ब्रेक क्लच फुल ब्रेक अब पुरै उता काट्ने ब्रेक त्यो छोड्दै नछोड्ने अब एकदम हाल एक माल एक नम्बर गेयर अब ब्रेक नचोड ब्रेक नचोड पहिला हल्का क्लच छोड्ने क्लच छोड हल्लिन थाल्यो एक्सिलेटर ब्रेक छोड्ने ब्रेक छोड्ने ब्रेक छोडेर एक्सिलेटर दिने हल्का एक्सिलेटर थिच्ने हल्का अनि क्लच हल्का छोड्ने हल्का क्लच छोड्ने हल्का क्लच छोड एक्सिलेटर नदिन्छ हल्का क्लच छोड एक्सिलेटर छोडेर दिइराख्ने इसा त्यति इसा स्टार्ट गर्नु न एक नम्बरमै गर्दा पहिला हाफ क्लच छोड्ने ल अब एक्सिलेटर बिस्तारै उठाउने उठाउने ब्रेक सरी ब्रेक ब्रेक हो यतिकै यतिकै ठिक छ फुल क्लच ब्रेक पहिला क्लच अनि ब्रेक फुल काट सुरुको दिनमा सुरुको राउन्डमै ब्याक गियर सिक्नु भयो यस्तो पऱ्यो भाइ क्लच थिच्ने क्लच थिचेको यसलाई यति तान्ने क्या सिधा तान्ने जस्तो यो छ नि यसलाई यस्तो समान्ने यति तान्नु भयो न्युट्रल आयो अनि यसलाई यता ल्याउने यसरी अब यता काट्ने मान्छे भन्दा पुरै काट काट्नु भयो ल ठिक छ सेम अब हाफ क्लच छोड्ने एक्सिलेटर ब्रेक छोड ब्रेक हल्का हल्का एक्सिलेटर ब्रेक छोड्दे पहिला हल्का एक्सिलेटर अझै आउने दाइले हेर्नु चाहिँदैन क्लच छोड न क्लच छोड एक्सिडेन्ट नदिए क्लचमा छोड्दे क्लचमा छोड्ने ब्रेक ब्रेक नजिकन अहिले अहिले ब्रेक थिचिराख ब्रेक छोड्ने होइन क्या
कहिले पनि डाउन छ नि त डाउन जान्छ क्लच थिच्दा बाइक हुन्छ नि इजी फ्री हुन्छ क्या त्यही भएर ब्रेक कहिले पनि नछोड्ने हाफ क्लचले पनि गाडी हल्का उठ्छ पहिला हाफ क्लच ब्रेक नछोड पहिला हाफ क्लच गाडी अड्काउनु पर्छ अहिले भने हो ठिकै अब ब्रेक छोड्दै एक्सिलेटर खिच्ने हल्का क्लच उठाउने हल्का एक्सिलेटर दिइराख्ने हल्का ब्रेक 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 यतिकोमा स्टार्ट गर्नुहुन्छ नि हाफ क्लच पहिला ब्रेक नछोड हाफ क्लच लिँदाखेरि चाहिँ अड्किन्छ त्यो अड्कियो नि अब गाडी ब्रेक हल्का हल्का छ एक्सिलेटर दिने क्लच उठाइहाल्नु हल्का क्लच उठाइहाल्नु दिइराख्ने हल्का सिधा पुरै त्यसको 2 राउन्ड खोलिहाल्ने हो क्या जस्तो पुरा काटेको छ नि त्यसको 2 राउन्ड खोलिहाल्ने पुरै काटे त उतै जान्छ नि खोलातिर हल्का खिच्ने एक्सिलेटर त्यतिकै लिइरहेको यसले नछोड न लिइरहेको त्यतिकै एक नासले एक्सलेरेसन नगर भने एक नाच ध्यान न जल्दी छोको जस्तो लाग्दैन नरम हुन्छ नि त त्यो त हेप्पी हुँदैन क्या क्लच ब्रेक जस्तो टाइट हुँदैन एक्सिलेटर नरम हुन्छ क्लच पुरै छोड्दै थिएँ क्लच पुरै छोडेको छ टमाटर राखेको राख्नु पर्यो घुम्नु पर्यो केही गर्नु पर्यो हल्का थिच एक्सिलेटर थिच न हल्का गाडी रोक्न थिच हो हजुर थिच यत्तिकै राखिरहेको अब त्यसको घरमा लाग्यो बिचेको
काम चाहिएर छ थिस जाएछ थिस पुरै अब छोड हल्का गटा ओ त्यो पारी पुल कस्तो राम्रो आउँछ नि क्या पारीपट्टि कुरा नगर भन्नु मैले हेर्न पाइहाल्छु नि त नहेर्नु नभन्न मुला होइन आँखा चाहिँ गइहाल्छ नि यतिको त ठिक हो म त फेरि अगाडि ल्याइहाल्छु नि त के त्यो म त यहाँ नि हेर्दैछु नि त त्यो थाहा हुन्छ नगर त गाडी गरेर हन्टाउनुपर्छ सधैँ हर्न बज्नुपर्छ अब हर डगे हान्छ यसरी नै हो हल्का उकालो आएछ हल्का एक्सिडेन्ट बेसी हल्का धेरै भयो हो यत्तिको हिँड्यो नि हल्का तिर्नु भयो जस्तो हल्का तपाईँ गाडी यसरी कहिले धक्का नदिए झड्का हुन्छ यसलाई यस्तो नगर भने क्या गर्न त मन थिएन हुन्छ सुरु अनि प्रायः खाल्टो खुल्टो बच्छ नि एक्सिलेटर यस्तो भएछ हल्का चाहिँ त्यहाँ चाहिँ थिचिराख्ने हो क्या छोड्ने होइन साथी उकालो माथि गएपछि बिस्तारै कम गर्दा हुन्छ अब हामी लेफ्टतिर जाने हो यता होइन साइड बाल्ने अलिक सुरु गर्ने क्लच थिच्ने हल्का 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 बल्ल 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 पुरै पल्टा घुमा न घुम्न बित्तिकै पल्टाइहाल्नुपर्छ पुरै अगाडिको गाडीको सो सिधा भएन नि सिधा कसो बनायो हेर
गाडी सिक्दै हुनुहुन्छ हाम्रो सर म पनि यहाँ यसको गाडी पछि छु यहाँ हो ल एकछिन आउँछ अब राधे राधे एकछिन आउँछ